हेलो एभ्रिवान, म आज जाँदैछु बुटोलदेखि नजिकै रहेको पाल्पाको डुम्रेमा स्थित इको फार्म हाउसमा गाउँको घर हेर्न यसरी गाउँबाट त जानु पर्यो नि। अनि यसरी बाटोबाट हिँड्दै जानुको मजै बेग्लै छ। यसरी पहाडको भ्यू हेर्दै खोलाहरूको खेतको हरियाली हेर्दै जाँदैछु। हेर्दै गर्नुहोला बाटो यहाँबाट फेरि यसरी हेर्दै जाने क्रममा बिच बाटोमा पुलमा भइसक्यो। यता डुम्रेबाट आएको बाटो हो अनि यता साइडमा चाहिँ यो पाल्पा छहर जाने बाटो हो। यसरी यही बाटोबाट परसम्म पुग्ने अनि त्यहाँबाट लेफ्ट टर्न लिएपछि इको फार्म हाउस पुग्न सकिन्छ। यसरी खोलाको छेउमा च्याउ खेतीहरू गरिएको छ। यहाँ कति राम्रो पानी देखेको छ यहाँ खोलामा। हेर्दै मनमा कति आनन्द लाग्छ। ऐसेलु पाकेर यस्तो छ यहाँ लटरम्मै फलेर औँसेलु टिपेर खाएँ। अनि यसै क्रममा गाउँको घर पुगियो फाइनली। यहाँ गेटबाट गाउँको घरमा गएँ भित्र। यसरी भित्र एन्ट्री भएँ। भिडियोहरू खिचेँ, फोटोहरू खिचेँ। यहाँ चाहिँ एउटा मेन कुरा लेखिएको छ कि राम्रो लागेको कुरा है, कृपया भ्रष्टाचार गरेको पैसा यहाँ खर्च नगर्नु होला अरे। कति राम्रो विचार। यसरी भिडियो खिचेर फोटो खिचेर झोला पनि राखेको छ। यसरी फोटो भिडियो खिच्दै जाँदा मलाई थकै लाग्न थाल्यो। अनि एकैछिन झोलामा बसेर विश्राम गरेँ। अनि फेरि यहाँ भिडियो खिच्न थालेँ। यसरी कति राम्रो सुन्दर शान्त वातावरणमा रहेको छ। गर्मीको दिनमा जान एकदम ठिक हुन्छ। बुटोलको गर्मी छ भने बुटोलदेखि धेरै टाढा पनि छैन। हेरेर आउन सकिन्छ। यहाँ कस्तो मजाले राखिएको छ। सानो डोको आइरन यो घुइँटा भन्छ है, ठेकी अनि बुद्ध भगवानको मूर्ति। यहाँ चाहिँ बाबुले यस्तरी खेलेर बसेको रहेछन् हेरेर। जाँदै गाउँको घरको भिडियो त लिनु पर्यो। यति शीतल हावा लागेको थियो कि पुरै नगर्नु। यति आनन्दकै ठाउँ शीतलो। राखिएको छ इको साथी वातावरण मैत्र भनेर माटो
जाँदा जाँदै भिडियो त बनाउनु पर्यो।